बोतल खसिरहेको क्या मम्मीहरू चाहिँ के गरेर बसिरहेको छ के भएको अरे त देखा त के भएको फेरि देखा त कसरी अनि यसरी टेकेर मम्मीले चाहिँ भयो भयो मन्नगर भन्दैछ मलाई ब्ल्याकमेल गरिरहेछ मलाई चाहिँ यस्तो खुट्टा आफ्नो केयर आफै गर्नुपर्छ यता लास्टै खुट्टा दुखिरहेछ नि त अनि म आइस लगाइरहेको छु कि यता Alright, so hey guys, what's up everybody? It's your boy Ritesh. So आजको vlog चाहिँ म यतिकै यहाँ घरबाट काममा जाँदैछु. सो डेली भ्लगको आज सायद डे 2 होला. अनि अब म चाहिँ यताबाट सिधै काममा जाँदैछु. आजको मौसम चाहिँ हल्का पानी पर्ला जस्तो भइरहेछ. त्यही पनि रमाइलो छ. म चाहिँ के भन्छ थोरै बदमहरू बोकेर आएको छु के दिमाग पर्छ भनेर के. बिहान गाडी चलाउनु भनेको चाहिँ आफ्नो टाउकै हालेर फुटाउनु जस्तो के. यस्तो जाम हुन्छ है. अब नेपालको जस्तो जाम होइन कि रेड लाइटहरू बेसी पर्दैन नि अब सबजना मान्छेहरू अफिस जान्छ नि त त्यही भएर यस्तो बिजी भइदिन्छ क्या अनि गाह्रो छ जापानमा गाडी चलाउन भने साइकल चाहिँ 9 मिनट अगाडि पुगेछु अनि अब गाडीमा बसिरह्यो यसो भनौँ न कति बजेसम्म भनेपछि 9:55सम्म चाहिँ म गाडीमा बसिरहन्छु अनि 5 मिनट अगाडि छिरिदिन्छु सो मैले चाहिँ भर्खरै खाजा खाएर बसेँ के खाएको छु भनेर थाहा छैन मैले यो त्यसपछि यो अनिस सलाद मैले चाहिँ त्यति मात्रै खाएको छु किन भन्दाखेरि डाइटमा छु नि त अहिले सो ठिक छ पेट टन्न भइरहेछ पुगिरहेछ अब पानी पिउँदैछु एकछिन मेरो यहाँ एकछिन ब्रेक छ त्यसपछि अब एकछिनपछि म घर जाने बेला भिडियो बनाउँछु है त भर्खर अब छुट्टी भएर आएँ घर फर्किँदैछु राति परिरहेछ पानी परिरहेछ कि बबाल राति परिहाल्यो हेर्दा हेर्दै अब भोक लागिरहेछ लास्ट चाहिँ त्यो भन्दा नि अब घर गएर सलाद खाने हो किनकि मेरो आधी घन्टा ब्रेक थियो अब सायद घर गएर अब रेस्ट गर्ने यस्तो खाजा खाने अनि त्यसपछि फेरि ट्रेनिङ जानुपर्छ ट्रेनिङमा कस्तो हुन्छ के हुन्छ हेर्नुपर्छ बबाल गर्नुपर्छ आज खुट्टा चाहिँ बबाल दुखिरहेछ तर त्यो पनि म चाहिँ हार चाहिँ मान्दिनँ क्विट गर्दिनँ तर रमाइलो गर्नुपर्छ अब है त लेट्स ट्रेन टुगेदर गाइज सो म चाहिँ अब घर पुगेछु भर्खरै अनि भोक लागिरहेछ आज चाहिँ अब हल्का सलाद बनाउँछु अनि त्यसपछि घरमा के छ त्यो खाने अनि त्यसपछि जानुपर्छ ट्रेनिङ सो अब म के छ घरमा हेरेर खाना रेडी भएर बस्छु ल है त सो घरमा चाहिँ मलाई फर्स्टमा चाहिँ यता भोकटे बनाएर राखिदिनु भएको छ लेट्स ट्राई है त भोकटे कस्तो भएको छ यता हेर्नु है भोकटे तेलले बेसी हालेछ हजुरले तेल त थोक हालेछ खतरा भएछ भएछ मिठो भएछ कति एक भाँडा खानु मन लागेर त्यसपछि म बनाना खान लागेको छु होइन अब फर्स्टमा एउटा बनाना खाम त्यसपछि थोरै खाना खान्छु अनि त्यसपछि किक बक्सिङ जान्छु म किनकि ट्रेनिङ गर्नै पर्छ टुर्नामेन्ट नजिक छ होइन यस्तो भोक लागिसक्यो तर मलाई घरबाट अहिलेसम्म खानै दिएको छैन क्या यस्तो हुन्छ क्या घरमा जेठो छोरो हुनु पनि गाह्रो छ भोक लाग्यो मलाई सर्भ गरिदिनु भएको अरे तर यसमा कति टाइमसम्म गरेको लेखेको सो 2टा रोटी अनि तरकारी अनि जुस ल जापानिजमा भन्छ नि इतादाकिमास है त थोरै खाना खान लाग्छु थोरै यति खाना खाएर खाना अब त यति खाना खाएर अनि त्यसपछि ट्रेनिङतिर लाग्नुपर्छ सो अब यहाँ कन्ट्र्याक्ट पनि साइन भइसक्यो टुर्नामेन्टको लागि सो यो कन्ट्र्याक्ट साइन भइसक्यो यहाँ हेर्नु सक्नुहुन्छ रिश्रेष्ठ रितेश अब यो कन्ट्र्याक्ट यहाँ हान्ने हो मान्छे मार्ने त होइन कि गोद्ने चाहिँ हो आफूले पिटाइ खाने हो जितिन्छ कि हारे चाहिँ थाहा छैन तै पनि प्रयास गर्ने हो प्रयास जारी छ र म चाहिँ यता रेडी भएर जान्छु अनि त्यसपछि अब लुगा लाउँछु अनि त्यसपछि रेडी भएर निस्किन्छु है त पानी परेर हैरान छ अब हामी गाडीमा जानु रेडी भइसक्यो अब जानुपर्छ किक बक्सिङ सो आज कन्ट्र्याक्ट साइन गरिसक्यो अब पेपर दिनुपर्छ त्यसपछि मेरो म्याच आउँदैछ सायद 15-20 दिनपछि हुन्छ चाहिँ त अब किक बक्सिङ आइपुगिसकेको छुレオンが今回の試合
चाहिँ आज चाहिँ मैले बेसी किक बक्सिङ भन्दा पनि सिर्फ आज मैले किक बक्सिङ मात्रै खेलेँ बेसी त्यो चाहिँ के भन्छ अरे जिमहरू चाहिँ गर्न पाएन किनकि आज यतिकै ग्लासमा गफ गर्दा 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 दिनहरू बित्यो बट ट्रेनिङ गर्नेवाला छु म आज कति किलो छ चेक गरौँ है त किनकि 2 दिन भएको छ डाइट गरेको त्यही पनि यसो कति किलो त चेक गरौँ त्यहाँबाट चाहिँ म घर लाग्नेवाला छु ठिक छ अब घर गएर अन्डा सन्डा खाएर रेस्ट गर्ने एडिट गर्नुपर्छ आजको लागि धेरै छैन त्यस्तो रमाइलो छैन आज बट अल्सो रमाइलो गर्ने ट्राई गरेँ अब यस्तो खुट्टा होइन यस्तो सुनिरहेको छ क्या मेरो यहाँ यस्तो सुनिरहेको छ कि छुरा पनि दुखिरहेको छ यहाँ यस्तो सुनिरहेको छ सेन्समा प्र्याक्टिस गरेको थिएँ रमाइलो हुन्छ सेन्समा प्र्याक्टिस गरेर खुट्टा दुखिरहेको छ तर रमाइलो भयो ठिक छ अब यतिकै गर्नुपर्छ घर गएर अब अन्डा खाना खान्छु म यसरी वेट चाहिँ कति भएछ म देखाउँछु है त यो चाहिँ मेरो सेन्से हो कि अनि सेन्सेले टुर्नामेन्ट खेल्ने बेला चाहिँ हाम्रो सेन्सेको लाइक म्याच हुने बेला चाहिँ उतै लागि खेल्यो सेन्सेले चाहिँ अनि मेरो अब वेट कति पुगेछ हेर्नु पऱ्यो आऊ कस्तो खुट्टा दुखिरहेको छ भने 2 दिनको डाइटले म के भयो त फ्रिक ब्रो घटै छैन त तर घट्छ मलाई त्यस्तै लगभग भनौँ न 2 हप्तामा त्यस्तै 15 दिनमा मलाई के भन्छ अरे 4-5 किलो घटाउनु छ 5 किलो के भने 4 किलो घटाउनु छ तर सकिन्छ म घटिदिन्छु मलाई 5 किलो घटाउनु सक्छ कि हेर्नुपर्छ अब सक्छु होला लेट्स ट्राई काम मात्रै नै अब हामी चाहिँ यो गाडी कस्तो खुट्टा दुखिरहेको छ कि मलाई यस्तो मेरो गाडी हाल्छ अब भयो हाम्रो चाहिँ ट्रेनिङ होइन अब चाहिँ हामी जान लाग्छौँ हिँड्नै सकेको छैन अहिले खुट्टा लास्टै गाह्रो भयो कि खुट्टा त्यो त्यसको चाहिँ सन्ती पनि बोतलले लाग्यो यहाँ बोतल खसिरहेको क्या मम्मीहरू चाहिँ के भएर बसिरहेको छ के भएको अरे त देखा त के भएको फेरि देखा त कसरी अनि यसरी त्यही के अरे मम्मीले चाहिँ भयो बन्द गर भन्दैछ मलाई ब्ल्याकमेल गरिरहेछ मलाई चाहिँ यस्तो खुट्टा गाह्रो त लास्ट खुट्टा दुखेर म के भन्ने भोलि ट्रेनिङ गर्न सक्दैन त जाने हो भोलि ट्रेनिङ पनि गर्ने हो आइसहरू लाउँछु अलिक ठिक पार्छु भोलि काम पनि जान सक्दैन है त्यो गर्ने हो तर अब अन्डा बनाऊ अनि एउटा केरा खाऊँ अनि हट लेमन अनि त्यसपछि भिडियो एडिट गर्नु सुरु गर्नुपर्छ म चाहिँ तातो पानीमा बस्न जान्छु है त आफ्नो केरा आफै गर्नुपर्छ यता लास्टै खुट्टा दुखिरहेको छ नि त अनि म आइस लगाइरहेको छु कि यता यस्तो दुखिरहेको छ कि लास्टै दुखिरहेको छ कि अब ट्रेनिङमा यस्तो खुट्टा दुखिरहेको छ किन खै लाग्यो कता लाग्यो बट यहाँ नसामा दुखिरहेको छ कि अनि गाह्रो भइरहेको छ तर ठिक छ मलाई त्यो पाउने ड्रिममा हो क्या टुर्नामेन्ट त्यसको लागि म यत्रो मिहिनेत गर्दैछु बट सावर लिएर नि मेरो भ्याइसक्यो अब यहाँ हट लेमन विथ वाटर छ अनि त्यसपछि यता छ 2टा अन्डा अब यो 2टा खाएर म भ्लग इन गर्छु यहाँ हल्का पानी पनि छ यो पानी पनि सबै सकाउने हो सो आजको लागि त्यति नै हो फेरि म आउने छु अर्को भ्लगमा भोलि आउने छु डेली भ्लग चल्दैछ सो सपोर्ट गर्नु होला लाइक भिडियो अब त्यस्तो इन्ट्रेस्टिङ छैन होला बट अल्सो आइएम ट्राइङ माई बेस्ट आइएम डुइङ माई बेस्ट अझै रमाइलो गर्ने ट्राई गर्छु अहिले त न्यू बिगिनर हो नि त म बिस्तारै सिक्दैछु बिस्तारै राम्रो गर्नेवाला छु र राम्रो गर्दै गर्दा जानेछु सो सपोर्ट गाइज अझै सपोर्ट चाहिन्छ मलाई एन्ड तपाईँहरूको धेरै माया चाहिएको छ हस् त त्यति भन्दै म आजको भिडियो सघाउँछु बाई बाई जय नेपाल।